नमस्ते, म भरत दाहाल। पश्चिम एसियामा अमेरिका र इजरायलले जुन अत्याचारी युद्ध थोपरेका थिए इरानमाथि, त्यो अमेरिकन र इजरायलीहरूको हकमा एउटा डरलाग्दो गत्यावरोधमा गएर फसेको छ। युद्धको 40 दिन पुगेपछि डोनाल्ड ट्रम्पले एकपक्षीय रूपमा युद्धविरामको घोषणा गरेका थिए 2 हप्तालाई। त्यो बीचमा इस्लामाबादमा अमेरिकन र इरानी टोलीहरूको बीचमा एक चरण वार्ता भयो। त्यसले कुनै नतिजा दिन सकेन। दोस्रो पटक फेरि वार्ताको निम्ति अमेरिकाले एउटा समय तोकेको थियो। इरानी प्रतिनिधिमण्डलले उनीहरूसँग वार्ता गरेन र त्यो युद्धविराम गर्दाखेरि ट्रम्पले भनेका थिए युद्धविराम इरानको शर्तको आधारमा भएको थियो। इरानले जो 10वटा बुँदा पठाएको थियो त्यसमा आधारित रहेर छलफल अगाडि बढाउने भन्ने ट्रम्पले घोषणा गरेका थिए। तर इस्लामाबादको वार्तामा पुगेपछि उनीहरूले उल्टा कुरा गरे। अमेरिकन उपराष्ट्रपतिको नेतृत्वमा जुन टोली आएको थियो त्यसले ट्रम्पका पुरानै मागहरू जो 15वटा मागहरू थिए तिनी मागहरू उठायो। त्यसपछि कुनै पनि सहमति भएन। दोस्रो पटकको जो वार्ताको प्रयास गरिएको थियो त्यसमा इरानले प्रष्ट रूपमा भन्यो अमेरिकाले युद्धविरामको पालना गरेको छैन, अर्थात् हर्मुज जलडमरू मध्यलाई जो घेराबन्दी गरेर राखेको छ त्यसलाई हटाएको छैन। त्यो नहट्दासम्म हामी अमेरिकनहरूसँग अब वार्ता गर्दैनौँ। इरानले वार्ता गरेन। त्यसपछि अमेरिकन टोली तयार भएको टोली अगाडि बढेन। 14 दिन त्यसै गयो। अब 60 दिन पुग्नको निम्ति बाँकी चाहिँ 6 दिन रह्यो। त्यो 6 दिन पनि अब समाप्त भयो र त्यो वार्ता 14 दिनभित्र कुनै निष्कर्ष ननिस्किएपछि ट्रम्पले फेरि लम्ब्याए, तर अनिश्चितकालका लागि। कुनै समय सीमा छैन। यसले प्रश्न के देखाउँछ भन्छ भने इरानसँग अब युद्ध अगाडि बढाउने हालतमा डोनाल्ड ट्रम्प छैनन्। अनिश्चितकालीन युद्धविरामको अर्थ त्यही नै हो। अब 60 दिन गुजार्नकै निम्ति उनले युद्धविराम लम्ब्याएको प्रष्ट रूपमा बुझिन्छ। किन भन्छ भने अमेरिकन संविधान र कानुन अनुसार कुनै पनि राष्ट्रपतिले अर्को देशमाथि हमला गर्दा त्यहाँको कङ्ग्रेसबाट स्वीकृति लिनुपर्छ अथवा पारित गर्नुपर्छ। तर उनले कङ्ग्रेसबाट स्वीकृति नलिकन इरानमाथि हमला गरेका थिए र त्यो छुट उनलाई 60 दिनको निम्ति मात्रै छ। अब यो 60 दिन पुगिसकेपछि इरानमाथि ट्रम्पले फेरि हमला गर्न सक्ने छैनन्। अब त्यसको निम्ति कङ्ग्रेसबाट उनले स्वीकृति गराउनु पर्नेछ। कङ्ग्रेसबाट त्यसले स्वीकृति पाउँछ भन्ने चाहिँ आधार केही पनि छैन। त्यो ग्यारेन्टी चाहिँ छैन र इरानसँग फेरि युद्ध गर्नु नपरोस् भन्ने मनसायले नै उनले 2 पटक युद्धविरामको म्याद थपेर 60 दिन कटाएका हुन् कि भन्ने चाहिँ मोटामोटी धेरैले अनुमान गरेका छन्। अब अहिले पश्चिम एसियाको युद्ध कस्तो छ भन्छ भने न अमेरिकनहरू न अगाडि बढ्ने, अब पछाडि हट्ने कसरी हट्ने भन्ने एउटा चाहिँ तपाईँको दुविधामा फसेका छन्। जस्तो हर्मुज जलडमरू मध्ये घेराबन्दी गरेको छ अमेरिकाले। अब एक खालले बाहिर हेर्दाखेरि घेराबन्दी पनि छ, अर्को किसिमले हेर्नु भने त्यो घेराबन्दी जस्तो पनि छैन। किन केही जहाज अमेरिकाले इरानसँग सम्बन्धित केही जहाजहरू अमेरिकाले कब्जा गरिरहेको छ। अमेरिका र इजरायलसँग सम्बन्धित केही जहाजहरू इरानले पनि कब्जा गरिरहेको छ। मुसो बिरालको खेल जस्तो अगाडि बढिरहेको छ। तर युद्धकै अवस्थामा पुग्न दुवै पक्ष चाहिरहेको देखिन्न। त यही बीचमा इरानले कूटनीतिक प्रयास तीव्र बनाएको छ। डोनाल्ड ट्रम्प हर्मुजमा फसेका छन्। इरानले कूटनीतिक प्रयास तीव्र बनाएको छ। उले ओमान गयो, इरानका चाहिँ विदेश मन्त्री ओमान गए। इस्लामाबाद 3 पटक आइसके, जसले यो मध्यस्थताको नेतृत्व गरिरहेको छ। इस्लामाबाद पछि उनी मस्को गए, पुटिनसँग भेटे र फोनमा साउदीका शासकहरू कतारका शासकहरूसँग पनि उनको इरानीहरूको कुरा भयो र टर्की र इजिप्ट जो मध्यस्थता गर्ने टोलीभित्रका सदस्यहरू हुन् उनीसँग पनि इरानी विदेश मन्त्रीले कुराकानी गरी छलफल गरे र इरान पश्चिम एसियाको पुनर्आकार
को एउटा कूटनीतिकमा तीव्र रूपमा दौडिरहेको छ। अमेरिका गत्याविरोधमा फँसेको छ, इजरायल लेबनानमा उल्झेको छ। अब इरानमा बाध्य भएर उसले युद्धविराम भनेको छ, तर हिजबुल्लासँगै त्यो फँसेको छ। लेबनानको सरकारसँग कथित शान्ति वार्ताको एउटा प्रहसन पनि त्यसले जारी राखेको छ र लेबनानतिर हमला पनि त्यसले जारी राखेको छ। त एक खालले हेर्नु भने जसरी ट्रम्प चाहिँ हर्मुजमा आएर चाहिँ तपाईँको फँसे, इजरायल चाहिँ तपाईँको हिजबुल्लासँग गएर फँसेको छ र एक खालको उनीहरूको युद्ध ठुलो अलगावको चाहिँ तपाईँको दिशातिर अगाडि बढिरहेको प्रष्ट रूपमा देख्न सकिन्छ। अब यही बिचमा इरानले विशेष गरिकन अरब जगतमा जो अमेरिकाको चाहिँ तपाईँको आधार हो निर्माण गरेको, त्यसलाई त्यहाँबाट पूर्ण रूपमा समाप्त पार्ने एउटा कूटनीतिक प्रयासमा अगाडि बढेको छ र अहिले जो कूटनीतिक जो छलाङ इरानको देखा परिरहेको छ, यसको मुख्य उद्देश्य अरबी देशहरूलाई अमेरिकन पन्जाबाट बाहिर निकाल्ने र पश्चिम एसियाको स्थिरता, सुरक्षा र शान्तिको ग्यारेन्टी त्यो क्षेत्रका सबै देशहरू मिलेर स्थापना गर्ने, निर्माण गर्ने त्यस्ता संयन्त्रहरू बनाउने। र अहिले अरबी देशहरू पुरै चाहिँ तपाईँको डगमगिसकेका छन्। अब झन्नै झन्नै अमेरिका रहेसम्म अब यो क्षेत्र शान्त हुँदैन, हामी पनि सुरक्षित अब छैनौँ भन्ने निष्कर्षमा लगभग सबै पुगिसकेको अवस्था छ। तर लामो समयदेखि जो अमेरिकाको त्यहाँ उपस्थिति छ, यसलाई निकाल्नको निम्ति उनीहरूलाई केही समय लाग्छ, तर त्यो दिशामा उनीहरू पनि अगाडि बढेका छन् र भित्रबाट त्यस्तो कूटनीतिक प्रयास चीन, रुस लगायतका देशहरूले पनि गरिरहेका छन्। र यही बिचमा महत्त्वपूर्ण एउटा घटना अहिले घट्यो अमेरिकामा। माने ट्रम्पका अगाडि कस्तो सङ्कट आयो भन्छ भने गोलीकाण्ड भयो। यहाँहरूले सुन्नुभयो, एकजना व्यक्तिले गोली चलाए, गोली चलाउन कोसिस गरे, बाहिरी गोली चल्यो। उनको एउटा प्रेस डिनर भन्ने एउटा कार्यक्रम थियो अमेरिकामा र त्यहाँ ट्रम्पको पहिलो उपस्थिति भनेका छन् अमेरिकन मिडियाहरूले। यस अगाडिका कुनै पनि त्यस्तो खालको माने व्हाइट हाउसको जो पत्रकार सङ्गठन हो त्यसले आयोजना गर्ने कुनै पनि कार्यक्रममा ट्रम्प गएका थिएनन्। अहिले पहिलोपटक उनी गएका थिए र त्यही बेला नै गोली चल्यो पहिलोपटक। र गोली काण्डलाई लिएर दुई थरी भनाइहरू आइरहेका छन्। अब यो अमेरिकाको सङ्कट हो अथवा चाहिँ त्यो कुनै षड्यन्त्रबाट गरिएको घटना हो, के हो, यो बुझ्न अलिकति समय लाग्ला। एक थरीको भनाइ के छ भन्छ भने त्यो ट्रम्पको कित्ताले नै गरेको जालसाजी हो भन्ने छ। जस्तो अब त्यो हतियार सहितको व्यक्ति, त्यो पनि धेरै हतियार, अब के अरे चाहिँ धेरै प्रकारका हतियार र चाकु समेत बोकेर त्यहाँ भित्रसम्म त्यो व्यक्ति कसरी पुग्यो, कसरी सम्भव भयो, त्यत्रो तहको सुरक्षा हुन्छ होइन, जसलाई असम्भव मानिन्छ त्यो व्यक्ति कसरी गयो, त्यो चाहिँ ट्रम्पको प्रशासनको मिली भगत नभइकन त्यो सम्भव हुँदैन। र ट्रम्पले आफ्नो जो निरन्तर जो हार हो आन्तरिक घरभित्र अथवा बाहिर, त्यो हारलाई चाहिँ विषयान्तर गर्नको निम्ति यो सबै षड्यन्त्र गरे। किन ट्रम्पमाथि महाभियोग लाग्ने खतरा पनि बढ्दै गएको छ, त्यसकारणले विषयान्तर गर्नको निम्ति यो षड्यन्त्र गरे भन्ने स्वर पनि उठेको छ। र अर्को थरीको भनाइअनुसार जुन व्यक्तिले हान्यो ऊ चाहिँ इजरायलको सेनासँग सम्बन्धित व्यक्ति थियो। उसका केही फोटोहरू आएका छन् जसमा इजरायली सेनाको ड्रेस लगाएको उसको फोटो देखिन्छ र त्यहाँ गोली चलाउनुभन्दा 10 मिनट अगाडि उसले आफ्नो परिवारलाई लेखेको लामो पत्र सार्वजनिक भएको छ, जसमा उसले चाहिँ ट्रम्पलाई बाल यौन दुराचारी, बलात्कारी र अत्याचारी भन्ने आरोप लगाएको छ। मैले त्यो कारणले उसमाथि हमला गर्ने योजनामा आएको हुँ भन्ने छ। र अब यो हमला मोसादले गराएको भन्ने एक थरीको तर्क छ। किन ट्रम्पले धोका दिए, इरान युद्धमा इजरायललाई ट्रम्पले धोका दिए, युद्धविराम गरे, त्यसकारणले ट्रम्पबाट अब काम नहुने भएपछि उनलाई सिद्ध्याउनुको निम्ति मोसादले नै त्यो व्यक्ति प्रयोग गरेको भन्ने केही कुराहरू आइरहेका छन्। विशेष गरेर दुईटा कारण देखाइएका छन्। एउटा त उसले लगाएको आइडिएफको ड्रेस, इरान के अरे चाहिँ इजरायली सेनाको ड्रेस, र दोस्रो चाहिँ जुन दिन गोलीकाण्ड भयो
त्योभन्दा एक दिन अगाडि इजरायलीहरूले इन्टरनेटमा सबभन्दा बढी खोजी गरिएको व्यक्ति उनी हुन् भनी आएको छ, अथवा उनको नामलाई सर्वाधिक बढी खोजी गरिएको थियो र यही प्रश्न नै बढी उठेको छ, सबभन्दा बढी उसको खोजी किन भयो त? जस्तो एउटा अनजान व्यक्ति, अपरिचित व्यक्ति अथवा त्यस्तो कुनै चर्चामा नआएको व्यक्ति, त्यो व्यक्तिलाई हमलाभन्दा एक दिन अगाडि त्यति व्यापक रूपमा इजरायली चाहिँ नेटवर्कभित्र कसरी खोजियो, किन सर्च गरियो भन्ने प्रश्न आइरहेको छ र यसले चाहिँ ऊ निर्देशित थियो भन्ने बुझाउँछ। भोलिपल्ट घटना हुँदै थियो, त्यस कारणले बढी जिज्ञासा त्यो जसलाई थाहा भयो इजरायली किताभित्र र बढी चासो राखेर उसको बारेमा बढी खोजी गरियो र मोसादले हमला गराएको थियो भन्ने कुरा पनि आइरहेको छ। जे होस्, अब यसमा उसले जो आरोप लगाएको छ अत्यन्तै गम्भीर आरोप छ र ट्रम्पमाथि सङ्गीन आरोप लगाएको छ। म यस कारणले यस्तो अपराधी र अत्याचारीलाई मैले मार्न चाहेको हुँ, मार्न खोजेको हुँ भन्ने खालको उसको एउटा पत्र चाहिँ सार्वजनिक भएको छ। अब ट्रम्प त्यहाँ गएर फँसेका छन्। मैले यहाँहरूलाई पहिले पनि भनेको थिएँ, जस्तो ट्रम्पमाथि यो तेस्रो गोलीको प्रयास हो। यद्यपि 2 पटक गोली लागेन, दोस्रो पटक पनि गोली लागेन, बिचमै समातियो यो एकजना व्यक्ति जङ्गलमा झाडीमा लुकेको र अहिले पनि त्यो ठाउँमा पुग्नुभन्दा अगाडि नै ऊ समातियो। पहिलो पटक ट्रम्पलाई गोली लाग्यो, यो तेस्रो प्रयास हो र यो अमेरिकाको इतिहास पनि हो, अमेरिकनको चरित्र पनि हो। त्यहाँ राष्ट्रपतिहरू मारिएका छन्, उपराष्ट्रपतिहरू मारिएका छन्, छानबिन हुँदैनन्, किन कुनै भूमिगत गिरोहले त्यो सबै चाहिँ तपाईँको हमला गराउँछ। त्यस कारणले सत्ताको पकडमा रहेको कुनै पर्दाभित्रको शक्तिले यस्ता गतिविधि गर्ने भएको हुनाले यी घटनाहरू छानबिन हुँदैनन्। जसरी केनेडीको हत्याका घटनाहरू आजसम्म चाहिँ पनि गुपचुप राखे, रहस्यकै गर्भमा राखे। यस्तै हुनसक्छ ट्रम्पको बारेमा पनि, किन त्यो घाँडो भयो भने एउटा शक्ति केन्द्रले उसलाई पन्छाइदिन्छ, त्यसबारे कुनै पनि छानबिन हुँदैन। ट्रम्पको त्यो नीति आउन सक्छ, किन ट्रम्प धेरै कमजोर भइसकेका छन्। विशेष गरिकन उनको सुरुमा इरानमाथि हात हाल्नुभन्दा अगाडि ट्रम्पको स्थिति निकै मजबुत देखिन्थ्यो। जस्तो कर युद्धसम्म संसार धेरै डराएको थियो। धेरै देशहरूले अनिच्छापूर्वक जबरजस्ती एक पक्षीय रूपमा थोपरेको करहरू स्वीकार गर्यो। सिङ्गो युरोपले स्वीकार गर्यो, एसियाका धेरै देशहरूले गरे। ट्रम्पसँग टक्कर लिने देश एक मात्र देश थियो, चीन। चीनसँग उनी झुके र सबभन्दा कम कर नै चीनमाथि उनले लगाए। अन्तिममा गएर बाँकी सबै देशले, जम्मै देशले आत्मसमर्पण गरे। उनले ग्रिनल्यान्डको कुरा उठाइरहेका थिए, क्यानाडाको कुरा उठाइरहेका थिए। भेनेजुएलामा मदुरोको बडो नाटिके जो अपहरण भयो त्यो बेलासम्म ट्रम्पको हाई थियो। तर यो सबै उल्ट्यो इरानमाथि हमलापछि र इरानलाई अत्यन्तै गलत ढङ्गले उनले बुझे, अथवा त्यो बुझे भन्दा पनि यहुदीहरूले अत्यन्तै गलत ढङ्गले चाहिँ ट्रम्पलाई चाहिँ विश्वस्त बनाए। जस्तो इरान धेरै कमजोर छ, त्यहाँको सत्ताको विरुद्धमा चाहिँ आगो बलिरहेको छ, त्यहाँका जनताले कुनै पनि बेला सत्ता फ्याँकिदिन सक्छन्, त्यो चाहेका छन्। अलिकति मद्दत भयो भने इरानको खमेनीको सत्ता रहन्न आदि इत्यादि। इरानलाई विभाजित गर्न सकिन्छ, उसका आफ्ना सपना थिए। किन भन्छ भने यो आपराधिक वृत्तिमा अगाडि बढेका छन् यहुदीहरू ग्रेटर इजरायलको सपनामा। त्यसको निम्ति त्यहाँ जो अलिकति बलिया देश देखिन्छन्, चुनौती जसले दिन्छ, त्यसलाई समाप्त पार्नुको निम्ति यस्ता हत्कण्डा इजरायलले धेरै पहिलेदेखि प्रयोग गर्दै आएको छ। र सबै अपराधमा भनौँ, झन्डै 1948 पछि त्यो अरब जगतमाथि, पश्चिम एसियामाथि जति पनि अपराध गरेको छ त्यसमा त्यसले अमेरिका नै प्रयोग गरेको छ। अहिले पनि त्यही गरेको थियो। तर यो आत्मघाती गोल साबित भयो, आत्मघाती हमला साबित भयो इजरायलको निम्ति पनि, अमेरिकाको निम्ति पनि। र अमेरिकालाई त झन्डै त्यसको इतिहासमा एउटा देश, त्यो पनि उसले धेरै कमजोर भनेको, उसले नगनेको, नमानेको, नटेरेको एउटा देशबाट यत्रो पराजय भोग्ने भनेको अमेरिकाको निम्ति यो अभूतपूर्व इतिहास हो, अभूतपूर्व घटना हो र अकल्पनीय घटना हो यिनीहरूको निम्ति। अब ट्रम्प चाहिँ फसे, एउटा चाहिँ इरानसँग फसे। अब यसको कुनै निकास चाहिँ मैले देख्दिनँ। जस्तो हर्मुज जलडमरू मध्येबाट निस्कने
सिधै आत्मसमर्पण हुन्छ। ननिस्किने युद्ध गर्ने पक्षमा अब ट्रम्प छैनन्। 60 दिन पुग्यो भने मलाई लाग्छ कङ्ग्रेसले अब स्वीकृति दिँदैन। अब त्यसपछि हुन्छ के यो रहस्यको गर्भमा छ। जस्तो अब 60 दिनपछि त्यहाँको कङ्ग्रेसमा कुनै प्रस्ताव पेश भयो भने त्यहाँबाट सबै युद्धपोतहरू त्यसले फिर्ता गर्छ कि इजरायललाई फेरि साथ दिन्छ कि अथवा चाहिँ गाजा युद्ध इरान युद्धबारे आफ्नो नीति नै परिवर्तन गर्छ कि, यी सबै कुराहरू अझै पनि अन्यलमा छन्। केही भन्न सक्ने स्थिति छैन। तर अब अमेरिका एक खालको ठुलो चक्रव्यूहमा ऊ चाहिँ तपाईँको फसेको छ र यही बिचमा इरानको कूटनीतिक प्रयास अनौठो ढङ्गले अगाडि बढेको छ। मैले भने अब धेरै देशहरूमा उनले भेटिरहेका छन् र अहिलेको तस्बिर हेर्ने हो भने इरान एउटा बादशाह, कूटनीतिक जगतको एउटा बादशाहको रूपमा आएको छ र अमेरिका अत्यन्तै अलग थलग भएको, सबैबाट घृणित, सबैतिरबाट तिरस्कृत भएर चाहिँ अत्यन्तै कुनामा थन्किएको एउटा पात्रको रूपमा अमेरिका देखा परिरहेको छ अहिले। त यही बिचमा इरानले विशेष गरिकन रुस गए। रुस जानुभन्दा अगाडि इरानी विदेश मन्त्रीले अमेरिकासँग वार्ताबारे एउटा प्रस्ताव दिएका छन्। अब त्यसको सम्पूर्ण विवरण त आइसकेको छैन, तर केही विवरणहरू मिडियामा आएका छन्। जस्तो इरानले भनेको छ यो एकैपटक अमेरिकासँग यो समस्या सुल्झँदैन। यो उसले भन्ने बित्तिकै हर्मुज खाली गरिदिने अथवा चाहिँ हर्मुजमाथिको नियन्त्रण छोडिदिने यस्ता हावादारी कुरा गरेर यो वार्ता अगाडि बढ्दैन। उसले 3 चरण वार्ता हुनुपर्छ भन्ने प्रस्ताव राखेको छ। जस्तो पहिलो चरण उसको शर्त छ अमेरिकाले हर्मुज जलडमरूको घेराबन्दी छोड्नुपर्छ र त्यहाँबाट निस्कनुपर्छ। पहिलो कुरा त्यो नभइकन वार्ता अगाडि बढ्दैन। वार्ता अगाडि बढाउने एउटा शर्त त्यो। दोस्रो चरणमा हर्मुज कन्ट्रोलको विषयमा टुङ्गो लाग्नुपर्छ। किन हर्मुजलाई उनीहरूले अन्तर्राष्ट्रिय पानीको रूपमा गलत ढङ्गले प्रचार गरिरहेका छन्। हर्मुज जलडमरू अन्तर्राष्ट्रिय पानी होइन, अथवा त्यो अन्तर्राष्ट्रिय चाहिँ तपाईँको क्षेत्राधिकारभित्र पर्दैन, त्यो इरान र ओमानको स्वामित्वभित्र पर्छ। र त्यही भएर उनले ओमानको भ्रमण गरे इरानी विदेश मन्त्रीले, र ओमानसँग भनिरहेका छन् 2 देश मिलेर हर्मुजको व्यवस्थापन गर्ने एउटा समझदारी बनाउन खोजिरहेका छन् ओमानसँग। त्यसकारणले हर्मुजलाई नियन्त्रण गर्ने मुद्दा दोस्रो चरणको मुद्दा हो। त्यो इरान र ओमानकै नियन्त्रणमा त्यो हुन्छ, किन उनकै क्षेत्र हो, त्यो उनकै टेरिटोरी हो। यो चाहिँ दोस्रो चाहिँ तपाईँको कुरा सहमति नभइकन तेस्रो चरणको वार्ता अगाडि बढ्दैन। र तेस्रो चरण भनेको परमाणु संवर्धित युरेनियमको जो मुद्दा अमेरिकनले उठाइरहेको छ त्यसलाई के गर्ने, इरानले कति वर्षसम्म परमाणु संवर्धन नगर्ने, संवर्धित भएको युरेनियम कसरी राख्ने, कहाँ राख्ने आदि इत्यादि मुद्दाहरू। अब त्यस बाबत अमेरिकाले के छुट दिने, जस्तो इरानमाथि लगाएका प्रतिबन्धहरू अथवा उसका जो सम्पत्ति रोका गरिएका छन् तिनको फुकुवाईको कुरा भयो, अथवा त्यो मात्र होइन इरानले उठाएको छ यो 40 दिनको युद्धमा उनले पुर्याएको क्षतिको चाहिँ भरपाई लगायतका र अन्तर्राष्ट्रिय ग्यारेन्टी। फेरि अब चाहिँ इरानमाथि अमेरिका र इजरायलले हमला गर्दैनन् र गरेमा उनीहरू दण्डित हुन्छन् भन्ने एउटा ग्यारेन्टी, संरचनागत ग्यारेन्टी र कानुनी ग्यारेन्टी। यो तेस्रो चरणको वार्ताको कुरा भयो। इस्लामाबादमा यही पत्र उनले थमाइदिएका छन् अराक्सीले, र उनी रुस गएका छन्। रुसमा उनले पुटिनको चाहिँ जोरदार समर्थन प्राप्त गरेका छन् र पुटिनले निकै ठुलो प्रशंसा गरे, बहादुरी भने, इरानीहरूको वीरता, आफ्नो चाहिँ मातृभूमिको निम्ति इरानीहरूको वीरताको प्रशंसा गरे। र रुस जहिले पनि इरानको पक्षमा रहेको मात्रै भनेनन् कि त्यो पश्चिम एसियाको युद्धलाई अन्त्य गर्नको निम्ति एउटा मध्यस्थकर्ताको रूपमा रुस सबै प्रकारका कदमहरू चाल्न तयार छ। पुटिनले त्यो घोषणा गरे। मैले यहाँलाई अगाडि एउटा भिडियोमा भनेको थिएँ जो संवर्धित युरेनियमको कुरा छ, त्यो यदि अमेरिकनहरूले इरानका धेरै शर्त माने भने संवर्धित युरेनियम
इरानले बाहिर राख्न दिन सक्छ र त्यो सम्भव हुन सक्ने देश भनेको रुस मात्रै हो, अन्त सम्भव छैन। त्यसकारणले मैले पहिले भनेको थिएँ कि अब त्यो युरेनियमको कुरा यदि मिल्यो भने त्यो रुसी मध्यस्थताभन्दा अर्को कुनै पनि तरिकाबाट मिल्न सम्भव छैन, किन पहिले त्यो सुरक्षाको ग्यारेन्टी पनि गर्न सक्ने देश हुनु पर्यो। अर्को कुरो, संवर्धित युरेनियम कसरी राख्ने, कसरी सुरक्षित गर्ने भने टेक्नोलोजी भएको देश पनि चाहियो। र तेस्रो कुरो, भोलि अमेरिका र इजरायलले दायाँ बायाँ गरेको खण्डमा तिनलाई ठेगान लगाउन सक्ने देश पनि चाहियो। त्यो भनेको रुस मात्रै हो। अब यो सङ्केत पुतिनले अहिले दिएका छन् इरानी विदेश मन्त्री सङ्घको भ्रमणको दौरानमा, र इरानले अहिले संस्थागत रूपमा पनि आफूलाई धेरै माथि उठाएको छ र उसले ब्रिक्स देशहरूको बैठकमा, जो तल विभिन्न तहको बैठक हुन्छ, त्यो बैठकमा कुरो उठाएको छ। इरान ब्रिक्सको सदस्य पनि हो, इरान साङ्घाई सहयोग सङ्गठनको सदस्य पनि हो। त्यसकारणले यी दुईटा सङ्गठन यिनी हमलाकारीहरूको बारेमा बोल्नुपर्छ र केही पहल गर्नुपर्छ। र अहिले प्राप्त केही समाचार आछन्, इरानको मुद्दा ब्रिक्समा निकै चर्किएको छ र एउटा वक्तव्य तयार पार्ने कुरा थियो। अहिले ब्रिक्सको नेतृत्व अब हुने बैठक इन्डियाले गर्दैछ। अब जुन तल्लो स्तरमा एउटा बैठक भयो त्यसमा कुनै वक्तव्यमा सहमति भएन, इन्डियाले मानेन। इन्डिया अहिले पनि अत्यन्तै घिनलाग्दो किसिमले आइरहेको छ। माने इजरायलका विरुद्ध, अमेरिकाका विरुद्धमा कुनै पनि कडा भाषा प्रयोग गर्न इन्डियाले मानेन। नमानेको कुराले संयुक्त वक्तव्य जारी त भएन। बाँकी 11 देशमध्ये 10 देशहरू इरानको पक्षमा उभिए अथवा इजरायल र अमेरिकाको विरुद्धमा वक्तव्य दिने पक्षमा उभिए, जसभित्र युएई पनि छ। इरानको त्यत्रो शत्रु देश युएई पनि छ, तर इन्डियाको आरएसएसको सत्ता त्यसमा जान सकेन। यसले इन्डियनहरूको स्थिति अहिले पनि के हो भन्ने कुरा यसले स्पष्ट पारिरहेको छ। र अमेरिका जसरी अलगावमा गयो, इजरायल जसरी अलगावमा पुग्यो, अलग थलग भए दुनियाँबाट, इन्डिया पनि ब्रिक्सबाट त्यही हुन सक्ने सम्भावना बढ्दै गएको छ। किन यो धेरै दिन रहँदैन, यो गत्यावरोध सधैँभरि मान्छेले सहँदैन र सधैँभरि यसरी त्यहाँ टिकिराख्न सम्भव पनि हुँदैन। अब इरान कहाँ आएको छ भने ट्रम्पको इतिहास हेर्ने हो भने, जस्तो यिनी सत्तामा आइसकेपछि उनले धेरै ठाउँमा हात हाले। म केही विवरण, यो अमेरिकाको पतनको एउटा जो प्रवृत्ति हो नि, यो प्रवृत्तिलाई नबुझिकन जो यो युद्धबाट अथवा भोलि अरू कुनै यस्ता युद्धहरू होलान् त्यसको नतिजा के हुन्छ भन्ने कुरा बुझिँदैन। मुख्य रूपमा एउटा दुनियाँको विकासको प्रवृत्ति के हो भन्ने कुरालाई नै हामीले मुख्य रूपमा ध्यान दिनुपर्छ। जस्तो ट्रम्प आइसकेपछि एउटा मधुरको अपहरणको अपवाद छोडेर ट्रम्प कहीँ पनि सफल भएका छैनन्, कहीँ पनि सफल भएका छैनन्। जस्तो इरान युद्धमा उनी फेल भए, इरान युद्धमा उनी असफल भए, चीनमाथिको प्रतिबन्ध र करमा उनी पूर्ण रूपमा असफल भए, चीनसँग उनी झुक्नु पर्यो। ग्रिनल्यान्ड मुद्दा पनि अब लगभग फेल भयो। इरानमाथि हात हाल्नुभन्दा अगाडि स्थिति एउटा थियो, तर ट्रम्प अब त्यसमा फेल भए, त्यो उच्चारण गर्न सक्ने अवस्था पनि अब छैन। उनी हर्मुज कब्जा गर्ने प्रश्नमा उनी फेल भए, मुद्रास्फीति नियन्त्रण गर्ने, महँगी रोक्ने कुरामा उनी फेल भए। देशभित्र मुद्रास्फीति पनि बढ्यो र महँगी पनि बढ्यो। व्यापार क्षेत्रमा, व्यापार घाटामा उनी फेल भए। जसरी कर लगाएर ठुलै लुट मचाउने र अमेरिकालाई रातारात धनी बनाउने भन्ने थियो, त्यसमा पनि उनको व्यापार घाटा घटेन, उनको व्यापार घाटा बढ्दै गएको छ। नेटोको नियन्त्रणमा पनि अमेरिका फेल भयो, चिप्लियो। जस्तो अहिले इरानको मुद्दामा देखियो, कुनै पनि नेटो देशले अमेरिकालाई साथ दिन मानेन, खुल्ला रूपमा इन्कार गरिदियो। माने नेटो पनि अब अमेरिकाको हातमा छैन, नियन्त्रणमा छैन। युक्रेन शान्ति वार्तामा पनि ट्रम्प फेल भए। मैले भने एउटा अपवाद, मधुरको घटना मात्रै हो। यसले देखाउँछ अमेरिकाको पतनको रफ्तार, पतनको तपाईँको एउटा गति देखाउँछ। अब यसै कारणले मैले पहिलेदेखि यहाँहरूलाई भने इरान युद्धमा मैले सुरुमै भनेको थिएँ अमेरिका पराजित हुन्छ, इरानलाई पराजित गर्न सम्भव छैन।
त्यसको कारण इरानसँग अमेरिकाका भन्दा धेरै ठुला हतियार भएर होइन। इरान उदयमान शक्ति हो, अमेरिका पतनशील शक्ति हो, अथवा पश्चिमी जगत पतनको चाहिँ दिशामा अगाडि बढेको छ। जो गैर पश्चिमी जगत हो त्यो उदयमान छ, त्यो अगाडि बढिरहेको छ। र त्यसमा अर्को दोस्रो कारण मैले के भन्छ भने इरानको शक्तिको स्रोत भनेको उसको आफ्नो मौलिकता हो, आफ्नो मौलिक जग हो। आर्थिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, अथवा शासन प्रणालीको क्षेत्रमा, प्रविधिको क्षेत्रमा, चिन्तनको क्षेत्रमा, सबै क्षेत्रमा इरान आफ्नो मौलिकतामा अडिएको छ। आयातित विचार प्रणाली, आयातित मूल्य प्रणालीबाट इरान बाँचेको छैन। त्यसकारणले इरानभित्र घुस्न तिनी छिद्रहरू धेरै कम छन्। बाहिरबाट हमला गर्ने एउटा कुरा, तर इरानभित्र घुस्ने छिद्रहरू अमेरिकन यहुदीहरूको निम्ति धेरै कम छन्। यो मैले धेरै पहिलेदेखि भनेको थिएँ। त्यही कारणले इरानको आन्तरिक सबै चिज अमेरिकनहरूले बुझ्न सकेन र त्यसरी बुझ्ने वातावरण भइदिएको भए इरानलाई केही दिनभित्रै जसरी सके, इराकलाई अथवा चाहिँ तपाईँको लिबियालाई जसरी सके, अफगानिस्तान जसरी सके, त्यसै गरी इरान पनि सक्थे। उनीहरूले त्यो ठुलो एउटा शक्ति थियो। अब अहिले स्थिति कस्तो छ भन्छ भने जो यो कूटनीतिक जो प्रयास अहिले भइरहेको छ, अब अहिले एउटा बहस चर्को रूपमा भइरहेको छ। जस्तो इरानले जो कूटनीतिक प्रयास सुरु गरेको छ, एउटा ठुलो शून्यता हेरिकन सुरु गरेको छ। त्यो शून्यता के हो भन्छ भने जस्तो अहिले अन्तर्राष्ट्रिय मूल्य मान्यता, अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता अब केही पनि छैन, सबै सिद्धिए। माने पश्चिमी जगत पुरै विशृङ्खलित अवस्थामा छ। यो सङ्लिने सम्भावना छैन। जस्तो यिनीहरूले नै जसले ठुल्ठुला अन्तर्राष्ट्रिय कानुनका कुरा गरे, अन्तर्राष्ट्रिय मूल्य मान्यता, अन्तर्राष्ट्रिय विश्व व्यवस्था, मूल्यमा आधारित, नियममा आधारित व्यवस्था आदिका कुरा गरे, आफैले सबै चिज तोडे। जस्तो ट्रम्पले अन्तर्राष्ट्रिय कानुन मान्दैन भन्छन्, अमेरिकाकै कानुन पनि मान्दैन भन्छन्, युरोपियनहरू पनि मानेनन्। धेरै मुद्दामा उनले पनि जबरजस्ती गरे। जस्तो खुला बजार अर्थतन्त्र उनले प्रतिपादन विकास गरेको सिद्धान्त, त्यसलाई तोड्न अग्रपङ्क्तिमा पनि उनीहरू। नचाहिँ अन्तर्राष्ट्रिय जस्तो परमाणु हतियारदेखि लिएर अरू जो मिसाइल छन्, मध्यम दूरीका, लामो दूरीका, छोटो दूरीका, यिनी तैनाथीका विषयमा जति पनि सन्धि सम्झौता थिए सबै लगभग म्याद गुज्रिसकेका छन्। नयाँ सन्धि हुने सम्भावना पनि छैन। अब भएका सबै टुटे। त्यस कारणले अब नयाँ बनाउने एउटा जो अभियान सुरु भएको छ विश्वमा, एउटा त जस्तो चीन र रुसको अगुवाईमा भएको छ, जस्तो मैले यहाँहरूलाई बारम्बार भनेको छु, जीएसआई, जीजीआई अथवा जीसीआई, जीडीआई जो चीनको तर्फबाट घोषणा गरिएका विश्व अवधारणाहरू छन्। अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको रूपमा एउटा सङ्गठनको घोषणा भयो पर हङकङमा, र ब्रिक्स र एससिओलाई एउटा विश्वका छाता सङ्गठनको रूपमा अगाडि बढाउने एउटा गृहकारी तीव्र रूपमा अगाडि बढिरहेको छ। र इरान पनि त्यही प्रयासमा अहिले लागेको छ, पश्चिम एसियालाई रिसेप गर्ने अथवा पुनर्आकार दिने, अर्को आकारमा लैजाने। पश्चिम एसियाको जुन संरचना, जसलाई पश्चिमा भाषामा मध्यपूर्व भनिन्छ, त्यसलाई चाहिँ नयाँ संरचनामा ढाल्ने, नयाँ आकारमा ढाल्ने, नयाँ मान्यतामा ढाल्ने त्यो कूटनीतिक प्रयासमा इरान तीव्र रूपमा अगाडि बढेको छ। अब यसलाई रोक्न सक्ने स्थितिमा अमेरिका छैन र यो युद्ध अमेरिकाको निम्ति निर्णायक अवसान र पतनको एउटा मुख्य कारण बन्ने भयो, निमित्त कारण बन्ने भयो। किन अमेरिका रुमल्यो, आन्तरिक रुमल्यो होला। ट्रम्प भोलि सत्ताबाट च्युत भएर अर्को पक्ष आयो भने पनि अब अमेरिका जहाँ फस्यो, यहाँबाट निस्कन र यसलाई व्यवस्थापन गर्नुमै उसलाई समय लाग्नेछ, ऊ त्यहाँ रुमल्लिनेछ। र विश्वको भूराजनीतिमा जसरी युरोप कट्यो, भूराजनीतिक मुद्दाहरूमा जसरी युरोप समाप्त भयो, र बिस्तारै बिस्तारै अमेरिकाको भूमिका पनि अब समाप्त हुँदैछ र त्यसको निर्णायक एउटा कारण बन्यो इरान। अहिले निमित्त कारण बन्यो इरान। यद्यपि त्यस्तो परिस्थिति भित्र निर्माण भइसकेको थियो, अमेरिका निकै कमजोर भइसकेको थियो, बाहिर देखाउँदाखेरि मात्र एउटा शक्ति राष्ट्रको रूपमा थियो। र यसले नेपाल लगायतका
थुप्रै देशहरूको जो राजनीतिक संरचना हो, भूराजनीतिक संरचना हो अथवा आर्थिक जो संरचना हो, यसमा ठुलो हलचल र उथलपुथल ल्याउने कुरामा अब कुनै पनि शङ्का छैन। यो कोणबाट नेपालको सङ्कट पनि बिस्तारै बिस्तारै, जस्तो त्यो विस्फोट भएपछि मात्रै मान्छेले देख्छ, तर सङ्कट कति डरलाग्दो हुन्छ भन्ने कुरा जसरी हामीले अमेरिका देख्यौँ, हामीले नेपाल बुझ्ने त्यही हो। अमेरिका त केही पनि रहन्छ, भित्र त केही पनि रहन्छ। त नेपालको सत्तामा जो विदेशीले खडा गरेका दलाल छन्, लामो समयदेखि यिनको जग पनि यही हो। यो विस्फोट भयो भने यिनको हैसियत देखिन्छ, यिनको औकात देखिन्छ, जसरी भदौमा दलहरूको औकात देखा पर्यो र अब जो सत्तामा लगिएका छन् यिनको औकात पनि देखिन्छ। नेपालीहरू ढुक्क भएर अब त्यो समय अथवा त्यो परिस्थिति र त्यस्ता मुद्दाका बारेमा अब बहस गर्न जरुरी छ। सानातिना यिनले गर्ने प्रचारमा नेपालीहरू धेरै उल्झिनु हुँदैन भन्ने मेरो सबैसँग चाहिँ विनम्र आग्रह छ।